Hello everyone, Namaste. Welcome to my mini vlog Ritu this side. And let's spend a day with me in Purvanchal University School of Health Sciences. So, पुस 23 गते मेरो फार्मेसीमा यसै पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्सेसमा नाम निस्किएको थियो र त्यही कारणले म र मेरो बाबा भएर पुस 28 गते यही युनिभर्सिटी गएका थियौँ। पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्सेस मोराङको गोठगाउँमा पर्ने रहेछ। त्यहाँ गइसकेपछि हामी यसै युनिभर्सिटीको एमबिबिएस र फार्मेसी पढाइ हुने ब्लकमा गयौँ। त्यहाँ गइसकेपछि हामीले फर्म भर्यौँ र फर्म सब्मिट गऱ्यौँ। फर्म सब्मिट गरिसकेपछि हामी एडमिसन कन्फर्मेसन पेज लिग्यौँ र कलेज एडमिसनको लागि नर्सिङ ब्लकमा गयौँ। नर्सिङ ब्लकमा गइसकेपछि हामीलाई थाहा भयो कि पहिला हामीले पैसा डिपोजिट गर्नुपर्ने रहेछ। त्यही कारणले हामी यसै पूर्वाञ्चल युनिभर्सिटीभित्र नै रहेको नोबेल ब्याङ्कमा गयौँ र पैसा डिपोजिट गऱ्यौँ। पैसा डिपोजिट गरिसकेपछि हामीले कलेज एडमिसनको लागि फर्म भर्यौँ र फर्म भरिसकेपछि हामीले फर्म सब्मिट गऱ्यौँ। फर्म सब्मिट गरिसकेपछि म फाइनली पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्सेसको अफिसियल स्टुडेन्ट भएँ। अनि त्यसपछि म र मेरो बाबा भएर होस्टेल खोज्नतर्फ लाग्यौँ। हामीले होस्टेल पायौँ पनि र होस्टेल पाइसकेपछि हामी कति पनि ढिला नगरी घरतर्फ लाग्यौँ। एन्ड थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस भिडियो टिल द एन्ड। लट्स अफ लभ, किप लभिङ।